म्याडम हजुर होइन बिहानै भात पकाउने होला के केरा समातेर बसिछौ त सबैजनालाई बिहानै नमस्कार है मेरो तर्फबाट अँ मैले आज भात पकाउन लागिनँ अँ मैले आज केरा पकाउन लागेँ है हाम्रो यति केरा अँ यो केरा बोटमै पाक्यो के ल हेर्नुहोस् साँच्चै भन्दा ढाँटेको होइन यहाँबाट काट्यो यो फुट्यो है यो चराले पनि खाने भयो त्यसपछि मैले यो केरा पकाउन थालेँ अब यसलाई छिट्टो सजिलो गरेर पकाउनको लागि के राख्ने हो यहाँ यो केराको यो डाँठमा यति खाल्टो पार्ने एउटा चक्कुले है त्यसपछि यसमा कति नुन अड्छ है ए नुन राख्ने हो कति अच्छा धेरै भयो क्या कति नुन अड्छ त्यही अनुसार यहाँ नुन राखिदिने त्यसपछि ल यो नुन राख्यो है नुन राख्ने है यसरी नुन राखेर यसलाई टप एउटा पत्रिकाले पेपरले कागजले के भनिन्छ है यसलाई यसरी छोप्ने अनि त्यहाँ प्लास्टिक छ त्यसलाई यसरी प्लास्टिक पनि राख्नुपर्छ प्लास्टिकले यसरी राखेर यसरी प्लास्टिक यहाँ राखेर यसरी के छ त्यसरी अब यसरी 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 यसलाई यहाँ गुटमुटाउने हातमा दुध दही लिएका यो रबड के यस्ता यिनी रबड यति युज आउने के ल हेर्नुहोस् यसरी ट्याप्प लाएर यसलाई यसरी बान्ने है बैलो गराएर त्यसपछि के गर्ने एउटा बोरामा राखेर म त बोरामा राख्न सक्दिनँ हजुरले होला राख्ने है एउटा बोरामा राखेर एउटा बाहिरबाट एउटा बाक्लो बाक्लो कपडाले लम्म लगाएर एउटा हावा नछिर्ने ठाउँमा राखिदिएपछि धेरैमा यो हप्ता दिनमा पाक्ला जस्तो लाग्छ है खाना बेर भइसकेको छ एक हप्ता लाग्छ हुन्छ है हेरौँ ल यो पाकेपछि पनि देखाउँछौँ है राम्रो भए पनि देखाउँछौँ कुहिए पनि देखाउँछौँ नपाके पनि देखाउँछौँ कस्तो हुन्छ ल हेर्नु है मैले आज भात पकाउन छोडेर केरा पकाउन थालेँ साथी हो हजुरहरूलाई पनि अब यसो नजिक हुनुहुन्छ भने त चखाउने काम गर्छु टाढा टाढा हुनुहुन्छ भने भिडियो हेरेर भए नि यसो कमेन्ट लाइक कमेन्ट गरिदिनु होला हाम्रो कस्तो लाग्छ भिडियो केरा पकाउने ल सबैजनालाई बाई बाई ओके थ्याङ्क यू